लेट्स गो यो पुल हेरौँ है त कस्तो छ यो पुलको नाम चाहिँ थाहा भएन बट दामी छ हाम्रो भिडियो कस्तो आइरहेछ हो दामी यो पुल झुलुङ्गे पुल रहेछ होइन अलिक केयरफुल हुनुपर्छ क्यामेराम्यान चाहिँ हामी पनि अलिक केयरफुल चाहिँ हुनुपर्छ यो भ्यूहरू हेर्नु कस्तो राम्रो छ के बोल्नु मन छ मलाई त छैन यो त हल्लियो कि डर लाग्छ मलाई त्यहाँ आउँदै हुन्छ दाइ दौडेर त दाइको भिडियो खिच्यो दौडेर आउनु भएर चाहिँ दाइ लास्ट स्टेज मचिने रहेछ यार मजा रमाइलो अब आऊ यहाँ खोला हेर खोला कस्तो राम्ररी बगिरहेछ पछाडिको एकचोटि देखाइदेऊ त पछाडि कस्तो राम्रो छ भ्यू ठाउँ चाहिँ यो एकदम राम्रो क्या यहीँ बस्न मन लाग्ने टाइपको क्या है इट्स ग्रेट खै त्यहाँ मोनेस्ट्रीहरू पनि रहेछ होइन ल कस्तो हावा चलेको मिठो हावा चलेको छ अलिक केयरफुल हुनुपर्छ यहाँ चाहिँ पुल पुरै आशा लाग्छ पुल देखाइदियो ल पुल यस्तो छ त्यहाँ मान्छेहरू हिँडिराख्नु भएको छ होइन अनि खै त्यहाँबाट कहाँ जान मिल्छ होला क्या पाहाडै ठुलो क्या यतिको पाहाड त अरू देशमा छैन होला पाहाडै पाहाड कति ठुलो छ पाहाड यता पाहाड उता पाहाड उता पाहाड उता हिमाल एकदम रमाइलो ल काठमाडौँ चाहिँ राम्रो रहेछ सुनेको मात्र थियो हेर्दा पनि राम्रो रहेछ एकदम रमाइलो रहेछ तपाईँहरूलाई अब कन्फ्युज लाग्छ जाउँ कि नजाउँ भएको छ भने चाहिँ एकचोटि आउनु त्यही हो भ्यू यहाँको एकदम पिसफुल छ यो ठाउँ मुक्तिनाथ गएपछि मुक्तिनाथको पनि भिडियो खिच्छौँ क्यामेराले साथ दियो भने ब्याट्रीले साथ दियो भने द्याट्स अल फर नाउ गाइस किप वाचिङ